आशिका तपाईँलाई कति बेला चाहिँ फिल भयो अब ती घाइतेहरूको सहारा कोही पनि छैन, त्यो सहारा चाहिँ अब आशिका बन्नुपर्छ भनेर हजुर। कति बेला तपाईँलाई महसुस म भयो? 23 दिन नै त्यही 23 दिनै गते फिल भयो। 23 गते जुन दिन चाहिँ घटना घट्यो अनि त्यसपछि गएर 12 बजेपछि अनि हामी वहाँ जाँदाखेरि कहाँ चाहिँ कति बजे थियो अस्पताल जाँदाखेरि बजे 7 ओके 7 बजे। त्यति जाँदाखेरि नै त्यही बेलाबाट चाहिँ मलाई चाहिँ अब कस्तो कोही देख्नु भयो? आएन नआउने क्या सबैजना सावधानी सञ्जालबाट चाहिँ ऊ गरेर नि साथ चाहिँ दिन्छु भन्ने त्यहाँ भने त अब फिल्डमा चाहिँ कोही नदेख्दा कोही आउँदैन रहेछ सबलाई ज्यानको माया हुँदो रहेछ कोही निस्किँदैन कस्तो अवस्था देख्नुभयो आशिका तपाईँ जब हस्पिटलतिर पुग्नुभयो प्रत्येक वार्डमा तपाईँ पुग्नुभयो प्रत्येक घाइतेलाई भेट्नुभयो कस्तो कस्तो अवस्थाका घाइतेलाई यहाँले देख्नुभयो? म सुरुमा जाँदा त अब बेडै थिएन सबै भुइँमा लडिरहनु भएको थियो सिभिलमा त बेड पनि थिएन त्यो इमर्जेन्सीमा त सब भुइँमा म्याट पनि थिएन है भुइँमा लडिरहनु भएको अनि एउटै कपडा चाहिँ लागिरहनु भएको रगत लगाएको कपडा फेरि एउटा कपडा पनि छैन है गाउँको कालीकोटमा बाबुआमा छ को आउँछ कपडा लिएर कोठामा बस्ने एकजना